हामी चाहिँ दोहा घुम्न आउँछौँ। दोहा यस्तो हो, समुद्र यता साइडमा छ। एउटा फोटो राम्रो निकाल्दै छैनन् कि झाँत्तुहरूले, यस्तो दिमाग खराब भइरहेको छ मेरो होइन। त्यो पनि ठिक छ, के गर्नु त अब। त्यही भएर चित्त नबुझेर भिडियो बनाइरहेको छु मैले। बिजार छ जिन्दगी, नसिती आछन् कि यार हामीलाई छुट्टी दिन के होइन। यस्तो छ, गाह्रो छ यसकोमा। त्यो ज्याकेट लगाउनु पनि अप्ठ्यारो भइरहेको छ, मोबाइल समाइरहेको छु नि त मैले होइन। यस्तो युट्युब च्यानलमा लगाइदिनु पर्छ जस्तो छ। यो चाहिँ मेरो भल है, केटाकेटी हो। चस्मा ए विद्या, मुखदेखि रबरहरू आइहाल्छ। एन्ड देन नसोचिदिनु होला गाई छैन। यस्तो त हो हामी। आउँछ त के गर्नु त, बच्चैदेखि मुजी भन्दै थियो भएको। अनि मुजी नआएर सुजी आउनु भएन। सुजी त पकाउनु बेला आउँछ होला। यस्तो छ, त्यहाँदेखि टक्क लगाएर दुख्नु लाग्यो। कहाँ देखिन्न रहेछ नि त हामी। यस्तै हो केटीहरूलाई यो आँखा मारेको चाहिँ। ओ कस्तो जोटको देखाएर छु भने हुन त जोटकै छु म, कहाँदेखि राम्रो देखिनु लाग्छ अनि। आफ्नो तारिफ आफूले गर्नुहुन्न क्या। बिल्डिङहरू छन् लौडा मजा आइरहेछ तर हिँड्न चाहिँ होइन। जे भए पनि अब यस्तो त हो, परदेशी जीवन त्यसले काममा गयो अझ रेस्ट छैन। एकदिन पर्ने लौडावाला कम्पनी पनि परिरहेछ। आज यसो त्यहाँ मिलेर आफै निस्केको थियौँ घुम्न बाहिरतिर। हामी राति कति बिहानको 3-4 बजीतिर आएको। उज्यालो नै भइसक्यो क्या, अझै रुम फर्केको छैन। मलाई गएर सुतेर फेरि 3 बजी उठेर ड्युटी जानुपर्छ। गाह्रो छ नि त, तर मोज भइरहेछ यहाँ होइन। यस्तो छ अनि त्यही हो। त्यहाँ त अरू माछा मारिरहेछन् जनताहरूले। कहाँ गयो देखिन्न त उपाय। अनि यस्तै हो, वेलकम टु माई ब्लग होइन। माया चाहिँ गर्नु पऱ्यो। यो हाम्रो चाइनिज दाइ हुन्, एनसी नम्बर 1। खै शुद्ध एउटा पोज हान्नु ल। ओ प्रकाश दाइ, खै मेरो युट्युब च्यानलमा हालिदिनु पर्ला कि यो। हेलो भाइ, के छ खबर? ठिक छ नि? हामी चिन्छौँ नि, चिन्जान छ नि हाम्रो। यो सिद्ध यहाँ त आधा उमेर गइसकेको छ, केटी नपाएर बड्डेको। भाइ यार के गर्छ यार, पीडा छ यार। कोही केटीहरू छन् भने बुढाले छोडिदिएको होला, यहाँलाई मिलाइदियो। कहाँ त्यस्तो हुन्छ भाइ, हामीलाई त भर्जिन चाहिन्छ यार भाइ। मलाई त 2टा बच्चा भएको पनि हुन्छ है। यो दाइ छ नि चाहिँ होइन, 2टा बच्चा भएको लाइफ बिताउनुलाई त एकदम भर्जिनवाला चाहिन्छ होइन, 18-19 वर्षको। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। ए यस्तो छन् मान्छेहरू। भर्जिन चाहियो रे, भर्जिन चाहियो रे। यस्तो यार, म 27 वर्षको भइसकेँ यार, अहिलेसम्म भर्जिनै छु अहिलेसम्म होइन। के भनौँ कि यार, मलाई मेरो भर्जिन चाहियो नि त यार। यस्तो कहाँ हुन्छ त, त्यस्तो सुड्डी मुड्डी कहाँ चल्छ त यार। ल केटी हो सुन्यौ नि, ए ह्यान्सी छन्, भर्जिन चाहियो रे। कहाँ गयो, दारी मुछा आइसकेको छ। तुर्की रेस्टुरेन्टमा मैले खाउस पेल्दा मैले दारी फुल्न लगाइसकेँ। के गर्ने, भर्जिन चाहियो रे, दारी फुल्न लगाइसक्यो। तलको पनि फुलिसक्यो होला। तल रहेछ नि त, तल रहेछ नि, दिनु पर्छ। के गर्ने, छाडा भयो भिडियो। सरी त्यसको लागि